मेरो नाम गोकुल गुरुङ हो। म घान्द्रुक वार्ड नम्बर 11 उरी मेरो घर हो। म हाल यो बनढाँटी होटल सङ्घ सञ्चालक ओनर हुँ। म होटल चलाएको लगभग म 16-17 वर्ष भए र म 13-14 वर्ष चाहिँ मैले रेन्टमै चलाएँ। त्यसपछि मैले यो होटल बनढाँटी होटल सङ्घमा लगानी गरेको 2.5 वर्ष भयो र यो होटल व्यवसायमा धेरै दुःख पनि छ, सहज पनि छ। सहज भन्नुपर्दा अलिकति 2-4 रुपियाँ पैसा यसो खेलाउन पाएकोले सहज भन्नु पर्यो। दुःख भन्दा त अति दुःख नै छ। जस्तो हजुर दुःखको कुरा गर्नुभयो, यस्तै विकट ठाउँमा होटल छ, यहाँ सामानहरू ल्याउनलाई विकटहरू यो के हो भन्नु? यो सामान ल्याउनलाई विकट भन्दा पनि हाम्रो गाडीको सुविधा छैन। गाडीको सुविधा भएको ठाउँमा व्यवसाय पनि हुँदैन। कारण के हो भन्दाखेरि गाडीले सामान ढुवानी गर्यो, गाडीलाई तिर्नु पर्यो। त्यहाँपछि हाम्रो यहाँ घान्द्रुकबाट यहाँसम्म खच्चरले ढुवानी गर्नुपर्छ। त्यसैले हाम्रो सामान अलिक महँगो नै हुन जान्छ र हाम्रो स्टाफहरू भएको हुन्छ। स्टाफहरू नि त्यहीँबाट आम्दानी गरेर दिने हो। हामीले सबै किनेर नै चलाउने हो। भन्नुपर्दा तपाईँले देख्नु भएको छ, यहाँ हाम्रो अलिअलि हरियो सागपात अरू केही पनि हुँदैन। सबै गाउँकै किन्ने, बजारकै किन्ने, सञ्चालन गर्ने एउटा आउनुपर्ने पर्यटकहरूलाई सायद यो ठाउँ आउँदाखेरि कुनै आफसोस हुन्छ कि भन्ने सोच होला। तर आन्तरिक बाह्यपरक जुन पनि हामी सकेसम्म सहज बनाउने योजना हामी चाहिँ सकेसम्म सहज बनाउँछौँ र उनीहरूलाई चाहेको सुविधा सबै सम्पूर्ण त नहोला, तर हामी सकेसम्म गर्न चाहन्छौँ, सेवा सुविधा दिन चाहन्छौँ र राम्रोसँग सेवा सुविधा दिएर पर्यटकहरू अझै पनि योभन्दा बढी भित्राउन हामीले के गर्नुपर्छ सल्लाह सुझाव पनि लिन चाहन्छौँ आएको पर्यटकहरूसँग। अब म तपाईँलाई जोड्छु, जस्तै तपाईँको होटल सङ्घ र होटलमा चाहिँ कतिजनालाई तपाईँ पाहुनालाई राख्न सक्नुहुन्छ अनि यसको मूल्यहरू कति पर्छ होइन, अनि कति जतिजनालाई चाहिँ खाना खुवाउन सक्नुहुन्छ थोरै भन्नु? हामी चाहिँ हाम्रो बेलुका बस्नलाई हिजो तपाईँहरूले देखिहाल्नु भयो, यसमा हाम्रो नेपाली मिलेर सुताउने मेरो 10-12 जना भन्दै छैन र अरू नेपाली दाजुभाइ गाइड पाउडर दाजुभाइले पनि सुताउनु पर्ने हुन्छ। र बिहान हामी दिउँसो लन्चको लागि भने हामीसँग 50-60 जना दिउँसोमा हामी खुलाएर पनि पठाउन सकिन्छौँ। र खानाको हिसाब अब मेनुमा हुन्छ, मेनु अनुसार कसैको सोचमा अलिक महँगो भन्ने होला, तर हाम्रो यो हाम्रो टाढापानी टिएमसी समितिबाट सञ्चालन भएको मेनुबाट हामीले यति यो सामानमा यति गर्दा, यो खानाको यति गर्दा हामीलाई पनि 1-2 रुपियाँ होला नि भन्ने आशाले हामी समिति मार्फतकै मेनुबाट चलाउँछौँ। र